हेलो वेलकम टू न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। अनि आज चाहिँ हाम्रो घरमा मासु पाकिरहेको छ। आज केसको मासु पाकिरहेको छ भन्दाखेरि म हजुर लास्टमा फाइनली गाइज मासु भन्दा पनि आज चाहिँ मैले टाउका खुट्टा लिएर आएको थिएँ। कति पर्यो भन्दाखेरि आज चाहिँ म लास्टमा भन्ने छु अनि हजुरले लास्टसम्म हेरेर साथ दिनु। फाइनली गाइज केही समयपछि टाउका खुट्टालाई राम्रोसँग काट्नु पर्यो। खुट्टाको चाहिँ मैले नङहरू काट्दैछु अनि खुट्टाहरूको नङ चाहिँ केही समयपछि टाउका खुट्टा पनि काटिसकेको छु। अब यसलाई चाहिँ पखाल्ने मात्र बाँकी छ। अनि त्यसपछि फाइनली गाइज केही समयपछि मासुलाई चाहिँ म पखाल्दैछु अनि टाउको पनि पखालिरहेको छु। खुट्टा चाहिँ साइडमा छ, खुट्टा पनि पखालिसकेको छु। फाइनली गाइज केही समयपछि मासुलाई तेलमा पनि हालिसकेको छु अनि आज चाहिँ एकदमै मिठो हुनेछ खुट्टा खाने बेला। अनि केही समयपछि मसलाहरू पनि हालिसक्यो। मसला हालेर मासुको चाहिँ कलर फेरिसकेको छ। मासु चाहिँ प्यालो प्यालो हुँदैछ। मजा टमाटरहरू प्याजहरू सबै हालिसक्यो। केही समयपछि मासु पनि राम्रोसँग फ्राई भइसकेको छ अनि म चाहिँ यस्तो चलाइरहेको थिएँ। अलिअलि साइडमा जलिरहेको थियो अनि त्यही भएर म चाहिँ यस्तो अलिअलि चलाइरहेको छु डाडुले चाहिँ। फाइनली गाइज केही समयपछि मासु पनि फ्राई गरिसक्यो अनि कराईमा चाहिँ मैले यसरी थालले चाहिँ ढाकिसकेको छु। यसको पानीभरि सबै निक्लिन्छ अनि त्यहाँदेखि चाहिँ मासु पनि गाइज केही समयपछि खाना खाने टाइम पनि भइसक्यो। मम्मीले चाहिँ खानासाना हाल्दै हुनुहुन्छ अनि म चाहिँ यसो अलिअलि भिडियो खिचिरहेको छु। नानी चाहिँ पछाडि छ। अहिले गाइज केही समयपछि मेरो खाना पनि आइसक्यो। मलाई चाहिँ चटनी एकदमै मिठो अनि केही समयपछि खानासाना पनि खाएर सकियो। अनि मेरो भिडियो राम्रो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला।